है साथीहरू हेर्नुहोस् हाम्रो सोल्टिना एकदमै धेरै ब्युटिफुल भएर आज सुर्खेतको शहीद पार्कमा घुम्न आउनु भएको छ। कस्तो लाग्यो तपाईँलाई? कति वर्षपछि आउनुभयो? म त समथिङ 4-5 वर्षपछि होला। 5 वर्षपछिको शहीद पार्क यस्तो देखिएको छ। म नि के त्यही 6-7 वर्षपछि आएँ होला। यस्तो यहाँ घुम्ने ठाउँ रहेछ, बस्ने ठाउँ। ल हामी पनि घुम्न आएको। अरू केही भन्नुमा मन छ सोल्टिना? ल भनौँ। थकाइ लागेर लास्टै थकाइ लागेछ। अरू घुम्न आएको 2 मिनट भएको छैन, थकाइ लागिसक्यो। थकाइ लागेर हैरान भइसक्यो। चाहिँ राम्रै लाग्यो। रमाइलो छ होइन? धेरै अलि चेन्ज भएर र फाइनल्ली हामी घुम्दा घुम्दै आमाबाई ठाउँ आइपुग्यौँ। थकाइ लागे पनि जे लागे पनि आमाको हातको पानी खान पाउँदा त एकदमै भाग्यमानी। हाम्रो सोल्टिनालाई साह्रै तिर्खा लागेको रहेछ, खाँदै हुनुहुन्छ। अब चाहिँ चोर्को नै पुगे जस्तो भयो अरे सोल्टिनालाई। धेरै पछि चाहिँ आमाको पानी खान पाउँदा गाँसमा खुसियाली। पानी र चस्मा लगाएर एकदमै ब्युटिफुल। धेरै पछिको दृश्य कति रमणीय। दृश्य देखेको छ। एकदमै रमाइलो ठाउँ आजभोलि भएको रहेछ। पहिलाको भन्दा अलिकति राम्रो भएको रहेछ।